चाहिँ ठ्याक्कै कामबाट आउँदै थिएँ, बाटोमा चाहिँ यस्तो ठ्याक्कै यताबाट मान्छे ठ्याक्कै हिँड्यो भने उताबाट यो गाडी आयो भने ठ्याक्कै रोक्छ। उसले मजाले यसरी रोक्छ अनि ऊ बिस्तारै यसरी जान्छ। यहाँ चाहिँ यो ट्राफिकको नियम एकदमै है लागु हुन्छ होइन। सिक्नु होला गाइज। अब यताबाट यो गाडी आएको छ है, यताबाट गाडी आएको छ है, यो गाडी आएको छ यताबाट यिनीहरू चाहिँ यो क्रस गरेको छ। यो ठाउँमा चाहिँ गाडी चाहिँ रोक्नै पर्छ, मोस्टली रोक्नै पर्छ। यस्तो छ यहाँको चाहिँ नियम। यो कुरा चाहिँ सिक्नुपर्छ है। हाम्रो देश नेपालतिर पनि यस्तो भइदिएपछि कस्तो हुन्थ्यो होला है गाइज। के छ होइन, आफ्नो विचारमा कमेन्ट हानौँ है सबैले।